Hi everyone, after completing your study in the US, you get chance to apply CPT, Curriculum Practical Training. This is a stay back offer and you get chance to work in the relevant field. CPT ले नर्मली तपाईहरुलाई 1 year को स्टे ब्याक अफर दिन्छ जहाँ तपाईले आफूले पढ्नु भएको कोर्ससँग रिलेटेड फिल्डमा काम गर्ने अवसर पनि पाउनुहुन्छ। यदि तपाईले स्टेमबाट ग्रेजुएसन गर्नुभएको छ भने चाहिँ यु गेट चान्स टु स्टे अप टु 3 years। 3 years सम्म तपाईले बस्ने काम गर्ने अवसर पाउनुहुन्छ र यो CPT चाहिँ तपाईले ग्रेजुएसन गरेको विदिन 3 months चाहिँ अप्लाई गर्नुपर्ने हुन्छ। यदि तपाईहरु यूएस मा स्टडी गर्ने प्लानिङमा हुनुहुन्छ भने वी हैव प्लेन्टी अफ स्टडी अप्सन फर यु र एट द सेम टाइम तपाईहरुले टेस्ट प्रिपरेसन पनि गर्नुपर्ने हुन्छ। अन्डर ग्रेडमा जाँदै हुनुहुन्छ भने आइल्स र स्याट म्यान्डेटरी छ। पोस्ट ग्रेडमा जाँदै हुनुहुन्छ भने आइल्स र जीम्याट और जीआरई गर्नुपर्ने हुन्छ र वेस्ट फर एजुकेसनले चाहिँ आफ्नो स्थापना कालदेखि नै आइल्स स्याट जीआरई जीम्याट को क्लासहरु गरिरहेको छ र अहिले हामी वेस्ट फोर्डमा बिहान दिउँसो र बेलुका नै नयाँ क्लासहरु छन् आइल्स को स्याट को जीआरई र जीम्याट को। फर्दर जानकारीको लागि प्लिज भिजिट वेस्ट फोर्ड एजुकेसन पुतली सडक।